गाइज होइन आज फेरि भ्लग स्टार्ट गरियो अब सबैलाई नमस्ते भनौँ। आज हामी चाहिँ स्विमिङ पुल जाँदैछौँ नजिकैको। आज यसो गर्मी थियो अनि स्विमिङ पुल जान खोजेको। अब त्यही हो होइन, स्विमिङ पुल जान खोजेको। ल बिचमा भेटिन्छ है त। अहिले चाहिँ अब घरमा हो, घरबाट यहाँ हिँड्न लाग्यो। म चाहिँ यहाँ चाबी लाउनु पऱ्यो एकैछिन। ल चाबी त लाउनु पऱ्यो। ल अहिले चाहिँ घरबाट निस्कियो। चाबी लगाइरहेको छु म। चाबी चाहिँ लगायो होइन। अब जाँदैछु बिचमा गर्छु। मम्मी भाइ अनि त्यो अर्को के अरे आरोही यता यहाँ हेलो हेलो भनिदिनु। हेलो अर्को आरोही आन्टी। चाहिँ जाँदैछौँ हामी होइन। त्यही अगाडि बहिनी र भाइ, उता पछाडि मम्मी आउँदै हुनुहुन्छ। हामी चाहिँ यहीँ नजिकैको हो, त्यही भएर हिँडेरै जानु लागेको। बस सस्तै यस्तो झन्झट भएन। यो यस्तोमा फेरि किन होला त्यो छाता खोलेको? त्यस्तै हिँड्दैछौँ। ल फेरि ब्याक आइदियो। अहिले चाहिँ हामी जाने क्रममै छौँ। म चाहिँ नि अलिक यसो हिँड्दै छौँ। धेरै घाम चर्कियो। यस्तो छ यार, घाम पनि छ। यस्तो चर्केको हो घाम त, अति चर्केको छ। त्यही हो, हिँड्दैछौँ। अब पुगिन्छ। छिटो त पुगिँदैन, लाग्छ 20 मिनट जति लाग्छ। है त फेरि ब्याक हुन्छ अहिले पछितिर। गाइस अहिले चाहिँ हामी बोझेपोखरीतिर आइएको थियो। अनि यही हो, हिँड्दा यहाँ बिच बाटोमा बोझेपोखरी पर्दो रहेछ। अनि यता टाढा आएको यही हो। अहिले फेरि अब हिँडि नै राख्नु अझै पनि। यो अहिले बोझेपोखरीतिर आइयो बल्ल। अझै त्यस्तै 10 मिनट जति लाग्छ अरे। भाइले यहाँ ब्याग भिराइदिइहाल्यो मलाई। यता अनि यताबाट बाटो सुरु भएको लाग्छ। यतै हो क्या, आउनु न। त्यो स्केटिङ पार्क हो त, स्केटिङ पार्क हो, माइलस्टोन हो त्यो, स्कुल हो त्यो। अहिले चाहिँ बोझेपोखरी आइरहेको थियो। त्यही हो, बिस्तारै हिँडिरहेछौँ। आइरहनु भएको मम्मीहरू पनि। ल फेरि ब्याक हुन्छ।
खेलिरहेको थिएँ भर्खर सकाएको अघि भिडियो बनाएको थियो त्यही हो अलि एकछिन बस्नु लाग्यो त्यहाँ भाइ र अब मम्मीहरू हुनुहुन्छ त्यहाँ नुहाइरहनु भएको मम्मीहरू चाहिँ खेल्नु भएन भाइ म बहिनीहरूले नुहाउँदै हुनुहुन्छ अब यहाँ धेरै छन् मान्छे अझै पनि हामी चाहिँ जान लागेको अघि एकछिन अब नुहाइयो 4-5 घन्टा जाडो भयो एकछिन त्यही हो ठिक छ ल यता ब्याक हुन्छ है त पछि सुकाइ चाहिँ चाहिँ मोमो खान लाग्यो होइन अनि यहाँ बाहिर चाहिँ पुरै पानी परिरहेको छ ठुलो त ठुलो नि अब यहाँ मम्मीहरूले मलाई छोडेर गइहाल्नु गयो छाता छैन कसरी जाने थाहा के गर्ने भइहाल्यो अनि गाई के भन्नु खै के गर्ने भयो ल अब त्यही हो मोमो खान्छु फेरि ब्याक हुन्छ है त घरतिर लागेको बाटोमा हिँड्दैछु अहिले चाहिँ अब घरतिर लाग्यो म चाहिँ मम्मीहरूले चाहिँ वहीँ खाएर आउनु भएको थियो अघि नै मैले चाहिँ घरमा प्याकिङ गरेर लिएर आएको अनि त्यही हो अब घर लाग्यो ल यता फेरि ब्याकै त सो गाइजु घर पनि त्यहाँ आइहाल्यो घर अब आइसक्यो अब गएर मोमोसम्म खाएर अब होमवर्क गर्न बस्छु त्यही हो है त ल अब आजको लागि यति नै भनौँ भ्लग ल है त अब अँध्यारो रहेछ अहिले चाहिँ यहाँ बत्ती बाले है अनि यहाँ मेरो साइकल यहीँ रहेछ है अनि मम्मी अनि हाम्रो आरोही भट्टराई दुवैजना ल्यापटप हेर्दै मम्मीले बुनुको कपाल मिलाउँदै भर्खरै आएकोमा अनि त्यही हो अनि अब यहाँ मोमो लिएर चाहिँ यहीँ मोमो लिएर छु हजुर के अघि खाएर आएको होइन र अघि खाएर आएको चुलाहरूभित्र जाने अब आरोही चाहिँ यहाँ सिफारिस गर्न आइरहेको थिएँ यहाँ अघि भर्खर एक प्लेट मजाले दबाएर आएको छ अनि फेरि आएर मागिरहेछ नखाए पनि भित्र जाने रुन थालिसक्यो अब यस्तो त छ ल त्यही हो होइन अब मोमो खान्छ नि होमवर्क गर्छु ल आजको लागि भ्लगको यति नै ल अर्को भ्लगमा भेटौँ है त ल बाई